Hello, Namaste everyone. Welcome to Amritam Yoga. स्वागत छ हजुरलाई अमृतम योगामा। आज मैले आसना सेसन लिएर आएको छु जुन चाहिँ बिगिनर्सको लागि स्पेशली यो भिडियो बनाएको हो जसले जस्ट मात्रै आफ्नो योग आसनालाई स्टार्ट गर्नुभएको छ। सबैभन्दा पहिला आफूले आफ्नो हातलाई आफ्नो घुँडामाथि राख्नुहोस्। गहिरो श्वास लिनुहोस्। लामो श्वास छोड्दिनुहोस्। Again, take a deep inhale and long exhale. र बिस्तारै हामीले सूक्ष्म व्यायाम सुरु गर्दछौँ। सूक्ष्म व्यायामबाट अनि आसनामा बिस्तारै प्रवेश गर्दछौँ। नेक रोटेसनबाट स्टार्ट गर्छौँ। बिस्तारै आफ्नो घाँटीलाई टाउकोलाई रोटेट गर्नुहोस्। श्वास छोड्दै डाउन रोटेसन एन्ड श्वास लिँदै अप रोटेसन। एकदम आफ्नो श्वासमा कन्सियस रहँदै इनहेल हेड स्ट्रेट, फेरि एन्टी क्लकवाइज। इनहेल हेड स्ट्रेट र बिस्तारै आफ्नो हातलाई फैलाउनुहोस्। औँलाहरू आफ्नो काँधको माथि राख्नुहोस्। शोल्डर रोटेसन। श्वास लिँदै अप एन्ड श्वास छोड्दै डाउन। रिभर्स। Then complete exhale. Inhale, गर्दै both hand up. And exhale, twist. दायाँ साइडतिर turn. Again, inhale up. Exhale, twist. Inhale up. Exhale, twist. Inhale up. And exhale, twist. Inhale up. And श्वास छोड्दै रिलिज। साइड बेन्ड गर्दछौँ। बायाँ हातलाई आफ्नो म्याटको बायाँ साइडमा राख्नुहोस् हत्केलालाई र श्वास लिँदै दायाँ हातमाथि श्वास छोड्दै बेन्ड। फेरि अर्को साइडतिर। इनहेल अप एन्ड एक्सेल डाउन। एकदम आफ्नो श्वासको गति सँगसँगै शरीरलाई चलाउनुहोस्। श्वास लिँदै अप एन्ड कम्प्लिट एक्सेल। र बिस्तारै दुवै खुट्टालाई फराकिलो राख्नुहोस्। आफ्नो हातलाई फिक्स गर्नुहोस् र रोटेट गर्नुहोस् बडीलाई। श्वास छोड्दै डाउन रोटेसन। श्वास लिँदै अप। Inhale, straight, center, then reverse. आफ्नो श्वाससँग आफ्नो शरीरको स्ट्रेचलाई फिल गर्नुहोस्। हरेक आसन एकदम श्वासमा कन्सियस रहँदै गर्दछौँ। देन बिस्तारै रिलिज हुनुहोस्।
दुवै खुट्टालाई ब्याक ल्याउनुहोस् र टेबल टप पोजिसनमा हामीले क्याट काउ पोज गर्दछौँ। दुवै हत्केलालाई औँलाहरू स्प्रेड गरेर राख्नुहोस् हत्केला फ्लोरमा। Then श्वास लिँदै up, head up, arch your spine, and exhale, head down, round your back. Inhale up, and exhale down. Up. एकदम माइन्डफुल प्र्याक्टिस गर्छौँ हामीले। जब श्वासको लयमा आफ्नो शरीरको मुभमेन्टलाई बढाउनुहुन्छ, फ्लो गराउनुहुन्छ, तब तपाईँको मन पुरा तरिकाले अवेरनेस रहन्छ। Then inhale, just release it. र यहीबाट हामी डाउनवर्ड फेसिङ डग अधोमुख शवासनमा आउँदछौँ। दुवै फिङ्गरलाई पोइन्टेड राख्नु, दुवै फिङ्गरलाई फ्लोरमा राख्नु, दुवै पैतालाको फिङ्गरलाई। देन श्वास लिँदै डाउनवर्ड फेसिङ डग। तपाईँलाई खुट्टा स्ट्रेट राख्न गाह्रो भएको छ भने हलुका बेन्ड गर्न सक्नुहुन्छ। हिपलाई पोइन्टेड गर्नु सिलिङतिर र आफ्नो पैताला पुरै जमिनमा राख्नुहोस्। आफ्नो हिललाई नउठाउनुहोस्। देन आफ्नो पैताला र हत्केलाले मजाले जमिनमा धकाल्नुहोस्। जति सकिन्छ त्यति धकाल्ने प्रयास गर्नुहोस्। होल्ड, 2 more breath. Completely exhale. Then बिस्तारै श्वास लिँदै अपवर्ड फेसिङ डग शरीरलाई अगाडि ल्याउँछौँ। घुँडालाई डाउन राखिदिनुहोस्, पैतालालाई सुताउनुहोस्, सोल्डरलाई रिल्याक्स छोड्नुहोस् र माथितिर मन्द तरिकाले श्वास लिनु र बिस्तारै फेरि टक योर फिङ्गर, knee up, hip up. Again, Adho Savasana, complete exhale. Take 2 breaths more. Then complete exhale. Again, inhale, bodyलाई अगाडि ल्याउनुहोस्, घुँडालाई डाउन राख्नुहोस्. Then up, माथितिर हेर्नुहोस्. सोल्डरलाई रिल्याक्स छोडिदिनुहोस्. And again, back to downward facing dog. फेरि दुईचोटि लामो ब्रिथ लिन्छौँ. Then again, inhale. ऊर्ध्वमुख शवासन, घुँडालाई डाउन राखिदिनुहोस्. हिल आफ्नो सिलिङतिर पोइन्टेड, सोल्डर रिल्याक्स, माथितिर हेर्नुहोस्. One last breath. Inhale. Then श्वास छोड्दै आफ्नो शरीरलाई तल राख्नुहोस् जमिनमा. Completely exhale. Just relax your body. अब बिस्तारै दुवै हत्केलालाई आफ्नो चेस्टको साइड बाई साइडमा राख्नुहोस् र श्वास लिँदै फेरि माथिको बडीलाई अप आफ्नो मेरुदण्डलाई जगाउनुहोस्. हलुका मोबिलिटी गराउनुहोस् मेरुदण्डमा. Then exhale down. Again inhale up. Then exhale down. Inhale up. Exhale down. दुवै फिङ्गरलाई फ्लोरमा डाउन राख्नुहोस्, हिललाई सिलिङतिर फर्काउनुहोस् र श्वास लिँदै
Hipलाई up. Again, downward facing dog. Take 2 breath. बिस्तारै आफ्नो हत्केला युज गर्दै आफ्नो खुट्टालाई अगाडि सार्नुहोस्. अगाडि शरीर धेरै झुक्दैन भने बडीलाई थोरै माथि उठाउनुहोस्. Then hold it. र बिस्तारै दुवै हत्केलालाई लक गर्नुहोस्. औँलाहरू लक गर्नुहोस्. पामलाई ओपन, हत्केला ओपन राख्नुहोस् र श्वास लिँदै ह्यान्ड अप र बडी अप. मजाले शरीरलाई तन्काइदिनुहोस् माथितिर. ब्याकलाई मजाले तन्काइदिनुहोस्. स्पाइनलाई इलोङ्गेटेड. Just take normal breath. Then दुवै हातलाई छुट्याएर साइड बाई साइड फैलाउँदै तल राख्नुहोस् with complete exhale. र फेरि हामीले दुवै हातलाई फेरि पनि लक गर्दछौँ. अब चाहिँ हामीले आफ्नो हातलाई पनि माथि, हिललाई पनि माथि उचाल्दछौँ. कुर्कुचालाई पनि श्वास लिँदै अप, होल्ड. एउटा पोइन्टमा मात्रै फोकस गरेर हेरिराख्नुहोस्. Just take normal breath. मन्द तरिकाले श्वास लिनुहोस्, छोड्नुहोस्. Have balance. आफ्नो शरीरलाई सन्तुलन राख्ने कोसिस गर्नुहोस्. Then बिस्तारै release it. Complete exhale. फेरि अर्को साइडतिर फर्किनुहोस्. श्वास लिँदै हात माथि र बिस्तारै श्वास छोड्दै फरवर्ड बेन्ड. आफ्नो दुवै हातलाई बाइन्ड गर्नुहोस्, समात्नुहोस्. अप्ठ्यारो भएछ भने घुँडालाई हलुका बेन्ड गर्नुहोस्. शरीरलाई लुज छोडिदिनुहोस्, पुरै शरीरलाई. देन रक योर बडी. दायाँ बायाँ आफ्नो शरीरलाई हल्लाउनुहोस्. आँखालाई खोल्न सक्नुहुन्छ. तलतिर आफ्नो पैतालामा हेर्नुहोस्. मन्द तरिकाले श्वास लिनुहोस्, छोड्नुहोस्. आफ्नो शरीरको तलको भागको रगत जुन चाहिँ तल भागतिर बगिरहेको छ त्यसलाई आफ्नो शिरतिर बग्न दिनुहोस् केही क्षणको लागि. त्यहाँदेखि बिस्तारै आफ्नो बडीलाई स्टेबल राख्नुहोस्. हातलाई फ्लोरमा डाउन, निलाई बेन्ड गर्न सक्नुहुन्छ है. पुरा हत्केला जमिनमा राख्नुहोस् र बिस्तारै वान बाई वान आफ्नो खुट्टालाई ब्याक लैजानुहोस्. Again in downward facing dog. Complete exhale. Take 1 breath more. Then बिस्तारै श्वास छोड्दै आफ्नो घुँडालाई डाउन राख्नुहोस्. And complete exhale. बालासनमा चाइल्ड पोजमा रिलिज हुनुहोस्. आफूलाई पुरा तरिकाले सरेन्डर गराउनुहोस् यो जमिनमा, यो म्याटमा. नाकबाटै गहिरो श्वास लिनुहोस्. नाकबाटै लामो श्वास छोड्नुहोस्. र हरेक श्वासद्वारा शरीरमा भएको थकान, शरीरमा भएको स्ट्रेस, मनमा भएका तनावहरूलाई रिलिज गराइदिनुहोस्. हरेक आफ्नो गएको श्वाससँगै यो जमिनमा पुरा तरिकाले समर्पण गर्नुहोस् आफूलाई र आफूलाई सुरक्षित महसुस गराउनुहोस्. जति नै धरतीमा समावेश भएको अनुभव गर्नुहुन्छ त्यति नै आफूलाई सुरक्षित महसुस गराउनुहुन्छ. Release all the tension, all the stress, all the pain.
from your body and feel peace, calm. Feel that lightness. आफ्नो मन हलुका भएको अनुभूति गर्नुहोस्. शान्त भएको अनुभूति गर्नुहोस्. Just relax your body. Just relax your mind. Be peaceful and mindful. Again, take a deep inhale and complete exhale. Again, बिस्तारै श्वास लिँदै हुनुहोस्. र अब बिस्तारै सजिलो आसनमा बस्नुहोस्. शरीरमा केही तनाव छैन, केही दबाव छैन. सिर्फ स्थिर छ यो शरीर. मन शान्त छ. आफ्नो श्वासद्वारा अनुभूति गर्नुहोस् यो क्षण. Just feel yourself. र आफ्नो श्वासको अनुभूति गर्नुहोस्. मन्द तरिकाले श्वास लिनुहोस्, छोड्नुहोस्. आजको आसन अभ्यासले हाम्रो शरीर, मन र श्वासलाई एक बनाइदिएको छ. यो समर्पणको यात्रा हरेक दिन निरन्तर गर्ने कोसिस गर्नुहोस्. आजको यो आसन अभ्यासले हाम्रो शरीर, मन र श्वासलाई जोडेर राखेको छ. यो समर्पणको यात्रामा हरेक दिन एउटा कदम अगाडि बढाउने प्रयास गर्नुहोस् र यो अभ्यासलाई निरन्तर दिने कोसिस गर्नुहोस्. बिस्तारै दुवै हत्केलालाई आफ्नो अगाडि ल्याउनुहोस् र रब गर्नुहोस् हत्केलालाई. आफ्नो आँखामा लैजानुहोस्, स्पर्श गर्नुहोस् र बिस्तारै हत्केला हेर्दै आँखा खोल्नुहोस्. धन्यवाद हजुरहरू सबैजनालाई मेरो भिडियो हेरिदिनु भयो र यसरी नै दिन प्रतिदिन अभ्यास निरन्तर गर्ने प्रयास गर्नुहोस्.